तपाईले फेरि भिजाको लागि धेरै गाह्रो हुन्छन्, फेरि अप्ठ्यारो पर्छन्। सो तपाईहरु चाहिँ नेपालमा आउँदाखेरि त्यति बेला नि त्यति गाह्रो गरेको थिएन। अब चाहिँ हैन जापानको सरकारले हैन पुरै नियम लगाइ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल बर्डिसन ब्लग। सो गाइज म अहिले भर्खर कामबाट आइरहेको छु हैन, र मलाई हैन एकदमै मजा आइरहेछ। र सुरु मलाई अलिक गाह्रो भएको थियो हैन काम गर्दाखेरि। अब चाहिँ त्यस्तो गाह्रो पर्दैन, किनभने अब चाहिँ बानी भइसकेको रहेछ त्यहाँ काम गर्ने। र अर्को कुरा भन्छ नि, मनपर्ने केटी, मनपर्ने ठाउँ, मनपर्ने काम, अनि पढ्दाखेरि मनपर्ने सब्जेक्ट, योहरू आफ्नो मनको मर्जीले भयो नि सबै मजा आउँछ। कि जेसुकै जस्तो गाह्रो भयो नि एकदम मजा आउँछ नि। हो, मलाई सेम त्यही भइरहेछ कि एकदमै मजा आइरहेछ मलाई। काम चाहिँ कन्टिन्यू 8-9 घन्टा काम गर्ने हैन, अनि त्यही पनि मलाई चाहिँ मजा आइरहेछ। किनभने खै अब हुन्छ नि, मन परेपछि त्यस्तै हो। सो मलाई अलिक मजा आइरहेछ। र गाइज अहिले बिहानको 6 बजिरहेछ, म चाहिँ चिबामा बस्छु। र तपाईहरुको लागि एउटा एकदमै इम्पोर्टेन्ट भिडियो हो यो चाहिँ, जापान आउने मान्छेहरुको लागि। किनभने म आउँदाखेरि त्यति बेला नि त्यति गाह्रो गरेको थिएन। अब चाहिँ हैन जापानको सरकारले हैन पुरै नियम लगाइ। के रे, यो नगरेको नि तपाईले फेरि भिजाको लागि धेरै गाह्रो हुन्छन्, फेरि अप्ठ्यारो पर्छन्। सो तपाईहरु चाहिँ नेपालबाट सक्नुभएको रहेछ हैन टिबी रोगको लागि। टिबी रोग यो भाइरल इन्फेक्सन डिजिज हो, जो यो हैन यो रोग चाहिँ सर्ने रहेछ हैन। यो रोगले अब के रे, अब तपाईलाई अब उताबाट मेडिकल हैन जाँच गराउनै पर्यो। मेडिकलको त्यो पेपर लिनै पर्यो कि तपाईलाई टिबी रोग लागेको छैन भनेर हैन। यो चाहिँ जाउनै पर्यो। नजाचाइकन आयो भने तपाईलाई चाहिँ भिजा दिँदैन फेरि पछि हैन, भिजा क्यान्सल गर्ने रहेछन्। अनि गाह्रो नै हुने रहेछ कि त्यस्तो खालको हो। सो तपाईलाई हैन यो चाहिँ तपाईले जाँचै नै गर्नु पर्यो। नजाचाइकन हैन यो मेडिकल चेक नगरिकन आयो भने फेरि तपाईलाई अलि गाह्रो धेरै नै हुन्छ। अलि हैन, छोड्दिनुस्, धेरै नै हुँदो रहेछ। किनभने यो नेपाल के रे जापानको सरकारले हैन नियम चाहिँ लागू गरिसक्नु भएको रहेछ है। सो तपाईहरु अब जापान आउँदाखेरि हैन आउनुभन्दा अगाडि मेडिकल चेकअप गराएर आउनु। अनि त्यो चाहिँ राम्रो हुन्छ। मैले नि गराएर आएको, तर मलाई चाहिँ कन्सल्टेन्सीले भन्नुभएको थियो गरेर जा। अनि मैले सोचेँ अब पछि अब गरेर गए नि हुन्छ, नगरेको हुन्छ। तर अब यस्तो हो, जापानमा गऱ्यो भने महँगो पर्ने रहेछन्, अनि नेपालबाटै आयो भने अलिक सस्तो पर्ने रहेछ हैन। सो तपाईँ नेपालबाटै गरेर आउनु, अनि सिम्पल हुन्छ। मैले त्यति बेला थिएन, मैले नगरे हुन्थ्यो, गरे नै हुन्थ्यो। तर चाहिँ के हो कि अब चाहिँ हैन नेपालबाटै गरेर आउनुपर्छ। अब र हैन यो चाहिँ गरेर आउनु होला, र चेकअप गरेर आउनु होला, मेडिकल रिपोर्ट हैन। अनि त्यसपछि तपाईहरुलाई सबैलाई वेलकम छ, जापान आउनुहोस् अनि मेहनत गर्नुहोस्। र सकेसम्म तपाईहरु न भाषालाई जति इम्प्रुभ गर्न सक्नुहुन्छ त्यति गर्नुहोस्। म यही भन्छु, जति गर्न सक्नुहुन्छ त्यति N4 तिर जानुहोस्, N5 मा नबस्नुहोस् सकेसम्म। यता आएपछि तपाईलाई थाहा हुन्छ म किन भन्दैछु। र म अर्को नेक्स्ट भिडियोमा तपाईलाई यो पनि भन्नेछु किन भन्दैछु N4 गरेर सकेर आउनुहोस् भनेर। नभए फेरि तपाईलाई के हुन सक्छ, म कतिको गाह्रो हुन्छ त्यो तपाईलाई हैन अर्को नेक्स्ट भिडियोमा स्योर बनाउनेछु। र मेरो भिडियो चाहिँ मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गरिदिनु होला। र यस्तो अपडेट म तपाईलाई गरेर हुन्छु। र सो गाइज अहिले म चाहिँ घर आइसक्यो। म अहिले अलि थाकेको छु कामबाट।